दर्शक पनि आज चाहिँ यो खेतको नजिकतिर यो ढेँडो बाँधेर आएको रहेछ लङ्गुर। यहाँ ढुङ्गा माथि बसिरहेको छ एउटा च्याएर हेर्दैछ मलाई। अघि यो खोलाकै अलि तल यो खोलाकै छेउमा आएको थियो, अलि ढुङ्गा माथि गएर बसेको। अघि चाहिँ यहाँनिर यो खोलामा आएको थियो, त्यहाँ माथि गएर बसेको छ। त्यहाँ एउटै रहेछ, गयो, माथि गयो, उता माथि खोलापट्टि गयो। अरू पनि हुनसक्छ यतातिर अर्को, यता माथि थुप्रो छन् यस्तो ढेँडोहरू। ढेँडु पनि भन्छन्, लङ्गुर पनि भन्छन् यसलाई। यो सेतो बाँदर चर्लाङ भएको बाँदर हो यो। आज यो खेततिर आउने क्रममा चाहिँ मैले एउटा बाँदर लङ्गुरलाई चाहिँ कैद गर्न पाएँ। उयो रुखतिर अस्ति हिउँदोतिर चाहिँ यो ठुलो रुखतिर धेरै आएका थिए, त्यो बेलामा चाहिँ मैले भिडियो बनाएन। यो ठुलो रुख त्यो सिरिसको रुख हो, सिरिसको गेडा छिपिने बेलामा सिरिसको गेडा खानलाई एकदम टन्नै आएको थियो यो रुखतिर। यो ठुलो रुख यो देवीथानको साकन्या देवीथानको यो ढुङ्गा हो। यहाँ यो ढुङ्गा छ ठुलो, त्यो ढुङ्गा माथि चाहिँ ठुलो सिरिसको रुख छ। यही सिरिसको रुखमा चाहिँ फल छिपिँदाखेरि चाहिँ उनीहरूले त्यति साह्रो त खाँदैन थियो, तर हिउँदोमा केही नपाउँदाखेरि चाहिँ त्यो पनि खाँदो रहेछ त्यसले। अनि माथि रुखमा चढेर ठुल्ठुलो हाँगै भाँचेर तलतिर फालेको पनि देखियो मैले यहाँ भुइँमा। त्यो फल तानेर खाने बेलामा चाहिँ हाँगै भाँचिएको पनि बुझिन्छ। भिडियो अहिलेलाई यति नै गरौँ। लङ्गुर एउटाको भिडियो मैले बनाएँ।